अति राम्रो आछ यार दाइ मन्दिप साथी 1 घण्टा लाएर बल्ल 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 भेट्यो नि त साथी तर दोस्त। तिमीले घामा कुरा गर्यौ क्या अघि किन 2 लाखको क्यामेरा र पछि 1000को क्यामेरा चाहिँ कम्पेयर गर्छु भनेर हुन्छ बोला कत्तिको आउँदो रहेछ ए भनेर साथी नि। तिमी कहिले आउने हो नेपाल कस्तो सेक्सी देखेको नरीलाई हो र त्यहाँ किन सोध्दो रहेछ क्यामेरा क्यामेरा भनेर होइन मैले यस्तो गरेँ भन्न चाहिँ तिमीले भनेको पनि दामी रहेछ त्यो अँ। तर एलगाडोको चाहिँ फङ्सनहरू अलिक धेरै हुने रहेछ के त्यो हार्डवेयरको यताउता तिमी प्रोसेसिङ केही नचलाउ क्या त्यो मुला त्यो लाइट बाल भने बाल्नु छैन डिफरेन्सै फिल हुन्न क्या तिम्रो लास्टै लाइट वाइट स्टोन आइरहेछ। लाइट त बालेको छु अब के बाल्ने हो अब त्यो एक दिन टाइम लिएर मिलाउनु पर्छ किन हाम्रो वान माल्ने ओ पिकास्टर है बिग फ्यान मन्दिप यार दाइ है बिग बिग फ्यान यार फ्यान दाइ यार मन्दिप दाई साउट दाई बिग हजुरले फ्यान सेयर यार दाइ। गरिदिनु भयो मेरो लाइभ आज हेर मेरो कम्युनिटी ट्याब हेर गरे मेरो स्क्रल कम्युनिटी ट्याब भर्यो सुन न मन्दिप साथी हामीले अब कन्टेन्ट बनाउनु पर्यो बनाऊ न के भन न के चाहिँ टक्क हामी सबैजना भएर डिस्कर्डमा बस्ने अँ। तिमी म नर्मल के अरू टक्क भियर्स यताउता कोही हुन्छ नि रोजेर जे मन लाग्छ त्यही गफ हान्ने क्या मैले सक्दैन दोस्त गाह्रो छ मैले के गरे भने न मलाई यो चलाउन पनि भिपिएन त्यो भिडियो कलिङ एप युज हुँदैन नि त यहाँ अँ अनि भिपिएन पनि पेड भिपिएनमा लाएर नेपालमै सेलेक्ट गरेर अनि बल्ल नेपाल आउँदो रहेछ क्या नभए नआउँदो रहेछ। भिपिएनमा नेपालै सेलेक्ट गर्नु पर्यो नेपाल सेलेक्ट गरेर अनि यस्तो मेहनत हान्दिएको दोस्तलाई पोडकास्ट सुरु यस्तो अब अरे मन्दिपलाई सबै थाहा मेरो मन्दिपलाई सबै थाहा सोध्न मिल्दैन कसैको अनि के पोडकास्ट मलाई मलाई नरेको धेरै थाहा भनिदिउँ भिडियो देखाइदिउँ दोस्त क्या क्या फोकस पनि हुन्छ नि फेरि मेरो त यस्तो मन्दिप रो अलवेज ओपी है रे पट्टुले ठिक छ साथी साथी मलाई यस्तो केटाहरू त मोज हानिरहेको छन् लामो हामी चाहिँ बस्ने विरक्त लाएर केटा विरक्त तिमी पनि त अनि छापिरहेको छौ त बोलेर साथी यार छापिरहेन दोस्त मलाई सजेस्ट हान न यो साइडमा म के राखम भनेर त्यो साइडमा केटी सेक्स डल त्यो त यहाँ बेडमा हो नि सुन यस्तो गर एउटा रसियनलाई सधैँ लाइभ हुँदाखेरि आएर उभिदिन पर्यो भनेर राख त्यो साइडमा ग्याजेट्सहरूको केही गेमिङको रिलेटेड राख्थ्यो नि त बाले हो यहाँ के राखम भइरहेको क्या मलाई केटा सजेस्ट गरिदेऊ त मन्दिपलाई के राख्ने जिएफ छ कि नै सुन्नुहोस् न ल मन्दिपलाई अति क्वेसन आयो है भन न दोस्त त्यो चाहिँ सोच्दैछु क्या म त्यहाँ प्ले स्टेसन राख अरे त्यो प्ले स्टेसन के राख्छौ त त्यहाँ यार अलि एस्थेटिक देखिनु पर्यो क्या अलि ब्याकग्राउन्ड नि त्यही आफ्नो एस्थेटिक मिलाउन नसकेर ब्याकग्राउन्ड ब्लर हालेर बसेको छु ब्लर यस्तो ब्लर हालिदिन्छु नि त्यस्तो फोकस चाहिँ हुँदैन यार मेरो यार हुन्छ हौ खै जस क्लियर आउँछ फोकस चाहिँ मेरो क्लियर आइरहेछ दामी आएको छ नि तिम्रो नि मेरो भिपिएन युज हुँदाखेरि त्यो उयो हुन्छ नि त अपलोड कम हुन्छ नि दामी आएको छ आइरन म्यानहरु राख्नु रे मैले त्यो चाहिँ यहाँ राख्छु भनेर सोचिरहेको छु हैन यहाँ यो झुन्डिरहेछ नि ओए साथी यहाँ चाहिँ एभेन्जर्सको राख्छु म जर्सी कलेक्सन त्यो नि खै अब त्यो छेकिन्छ क्या दोस्त यत्रो हुन्छ नि त हैन म भन्दिन्छु तिमीलाई म ठिक सिकाउँछु माथिबाट तल राख न साइडमा नराख के कसरी राख्नु हौ माथिबाट तल चाहिँ तिमीले कुरै बुझेनौ तिम्रो एउटा जर्सी यसरी हैन यस्तो स्ट्याक गरेर फुटबल प्लेयरहरु राख्छ त्यो दामी देख्छ तिम्रोमा तिम्रो त जर्सी कतिवटा छ अनि छैन हौ मैले यहाँ जम्मा 2-3टा मात्र बोकेर आएको छु दा मन्दिपलाई डिआरएसले साइन गर्ने रे त कन्टेन्ट क्रिएटरको रूपमा एउटै कन्टेन्ट क्रिएटरले त कन्टेन्ट नदिएर यस्तो बिटी छ हैन अब मन्दिप आउँछ केटा छिटै यस्तै छ दोस्त हैन अब गफ हान्दै गर म तिमीलाई भेट्न भनेर दुःख हाने यार 5 मिनेट ट्याक्कै दुःख हाने तर यस्तो गर साथी म भन्दिन्छु तिमीलाई बेस्ट त्यहाँ माटोक्ने एउटा हैन 32 इन्चको टिभी राख जहाँ चाहिँ तिम्रो एड प्ले गरौ के स्पोन्सरको एडमा अति देख्छ ढुक्क नफर्किने हो नेपाल किन फर्किनु हो यहीँबाट गर्नु मिल्छ सबै काम उसको अनि कास्टिङदेखि लिएर 1 वर्ष फर्किन्न होला अनि ढुक्क अनि हाइपर एक्स देखा त कुन हो क्लाउड 3 खाइ कुन हो साथी तर हाइपर एक्स हो के साइन थाहा मलाई अनि सबैजना सन्चै हुनुहुन्छ नि उता हैन ओबर ठीक छ यहाँ तिम्रो दुईटा फ्यान छ नि सँगै बसँग को दाइ बिना एउटा काले दाइ भन्ने याद छ तिमीलाई जराको वाउ त्यो जग्गा फाडेको वाला त्यो त्यही हो यही हुनुहुन्छ हैन अनि अर्को हाम्रो भेना यही हुनुहुन्छ ए त्यही त तुदाइ त तिम्रो को पर्छ भन्ने गरे तिमीले फुपुको छोरा तिमी चाहिँ मामाको छोरा हैन
ठिक 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 नेपाल आएर भए मात्र हो। मनदीप कुन टिमको सपोर्टर हो रे पब्जीमा? म पब्जीमा म अब जसले चाहिँ जसले हाल्छ त्यसको सपोर्ट हो नि कास्टर जसले त। जसले हान्छ त्यसकै होइन सपोर्टर जसले हान्यो त्यसको सपोर्ट हो नि यो कास्टर त्यो त। भन्ने छैन जसले पिट्यो त्यसले हान्यो त्यसकै सपोर्टर, जसले हान्दैन यसले हानेन भन्ने खालको सपोर्टर हो नट म। पब्जी फुटबल रे, फुटबल त खासै फलो गर्दैन म त। फुटबल म खासै फलो गर्दिनँ यार केटा हो। ब्लग कहिले आउँछ रे तिम्रो? भ्लग यहीबाट हान्छु भनेर सोचिरहेको छु। साथी त्यसको कति पर्छ प्राइस नराडी भन त। त्यो क्यामेराको क्यामेराको टोटल सबै यो पिसीमै सेट हान्नलाई टोटल ठ्याक्कै 5 लाख जति लाग्यो। के लाडो गर्नु मुजी 5 लाखको यार माटो नि। तर तिम्रो त यस्तो त इभेन्ट गर्दालाई नै हुन्छ भनेर होला नि त होइन? मैले वेब क्याम मेरो प्रायोरिटीमा ल्याए होइन क्या, मैले खास क्यामेरा किन्ने मेरो सपना थियो। मेरो पहिला नि क्यामेरा थियो, तिमीलाई थाहा थिएन? तिमीले भनेको क्यामेरा चाहिँ तिम्रो हो, त्यसलाई चाहिँ वेब क्याम बनाएको तिमीले? मैले क्यामेरा चाहिँ त्यो किने क्यामेरा मेरो झिकेर युज गर्नु मिल्यो? क्यामेरालाई चाहिँ मैले वेब क्याम जसरी युज गरेँ क्या। त्यो भएर रहेछ। ठिक छ ठिक छ। अनि के को जर्सी हो रे? जर्सी भनेर पब्जीको जर्सी हाल्ने नि? क्यामेराको मात्रै 5 लाख कि सेटअप पुऱ्याएको? क्यामेराको मात्रै हो ला अब केटा बन्दीमा अति पैसा कति थुपारेको छ। एउटै पिएमजीसीको कति आउँछ पैसा सोच त। रिभिल हान्ने सेटअप होइन, मैले सेटअप यहाँ आएर सेटअप क्यामेरा ओभर खर्च भयो नि। रिभिल हान्ने तिम्रो प्राइस कति आउँछ? न दोस्त तिम्रो लप्पावाला रिभिल हानिदिन्छ नि यो फेरि अहिले। त्यो सुन न, यो उ गऱ्यो भने के हुन्छ? तिम्रो त्यो एउटा थियो त मैले एडिट हानेको वाला के पैसा यति यति खाता यतिमा पठाउने देखाइदिउँ या जिस्केको। बन्दी पहिले दुबईमा छ, दिदीहरूसँग छ हो। नमस्ते दादा अरे। नमस्कार नमस्कार नमस्कार। ल मन्दिप साथी म अब अरूलाई चाट्छु, तिमी हामीसँग गफ म तिमीलाई चाट्न अब म नि चल्दिने हो। बाई साथी। एकचोटि हात फोकस, यसो एक फोकस। वे क्यामेरा चोर्छु म नेपाल आउँदाखेरि ल।